गाइस जो हैन सबैलाई इज वेलकम छ हाम्रो कतालो भन्ने ठाउँमा चाहिँ मान्छेले भन्छ नि कतार भन्दा त अमेरिका बहुत खतरा छ भन्थ्यो नि तर कसम अमेरिका यति धेरै राम्रो छैन होला क्या साइज समथिङ हैन यो कतालो भन्ने ठाउँ चाहिँ बब्बाल रहेछ क्या हैन गाइजहरु हाम्रो केटाहरु उ तल बइरहेछ हैन हिँड्दैछ कुद्दैछ हैन के गर्दैछ है हामी हेर्छौँ अब है त केटाहरुले हेलो हाम्रो केटाहरु चाहिँ बाबाले हेर्दैछ क्या पुरा लाटोले पापे ल्याउँछ कि भनेर खाम्ला नि भनेर हेर्दैछ हाम्रो बय चाहिँ यहाँ छ हैन अनि हाम्रो कतारो कस्तो छ भनेर चाहिँ हेर्नुपर्छ है गाइस आज चाहिँ कस्तो लाग्छ यो फ्यामिलीको लागि चाहिँ बब्बाल एकदम नाइस एन्ड ब्युटिफुल दिस जग्गा छ हैन राम्रो छ हैन तपाईहरुले चाह्यो भने घुम्नलाई आउन सक्नुहुन्छ कृपया हैन बब्बाल छ हैन सिन भनेको यस्तो मजा छ नि त्यो अमेरिका त के हो राम्रो यार माया कसम क्या हैन यो चाहिँ कतालो भनेको कतालो के इट्स नम्बर 1 के कसम चाहिँ भनेको हैन गाइजहरु छ फ्यामिलीको लागि एकदम राम्रो छ भन्छ नि कतारमा केही पनि हुँदैन हेर्नुस् हरियाली छ अब बोट बिरुवाहरु छ एकदम राम्रो राम्रो छ हेर्न सक्नुहुन्छ हैन मान्छेले भन्छ नि कतार त एउटा धनी पैसामा धनी होला तर त्यहाँ हुने केही पनि छैन क्या हुने केही पनि छैन भन्थ्यो क्या तर आएर त हेर्नु कि एकचोटि हैन कतारको कतालो भन्ने ठाउँमा कस्तो प्लेस रहेछ कस्तो छ कि छैन भनेर तपाईहरुले त यहाँ चाहिँ एकदम मजाले हेर्न सक्नुहुन्छ क्या हेर्नुस् यस्तो हरियाली छ हाम्रो गाइजहरु हैन यहाँनिर कोही पल्टिरहेको छु कोही पुरा घोप्टो गरेर के गर्दैछ होला गाइजहरु हैन दामी लाग्यो खुसियाली